हाई गाइज, आज चाहिँ म यो दसैँ भाँडा चाहिँ सफा गर्ने एउटा ह्याक देखाएको थिएँ मैले टिकटकमा। यो हार्पिकले तातो पानीसँग चाहिँ सफा गर्यो भने चाहिँ सफा हुन्छ भनेर देखाएको थिएँ। अनि मेरो भाँडाहरू यो पानी चाहिँ खासै फोहोर त छैन है। अनि मैले अलिक फोहोर भाँडाहरू चाहिँ दिएँ कि हाम्रो रिजल्ट राम्रोसँग देखोस् भनेर त्यो भाँडाहरू चाहिँ मैले जिकेको है। अनि लेट्स सी द रिजल्ट गाइज। गाइज सी द डिफरेन्स है। यो वाला चाहिँ नपखालेको वाला, यो वाला चाहिँ पखालेको वाला। साँच्चै कस्तो नै फोहोर थियो क्या। अघि मैले भित्र देखाएको थिएँ नि, अलमोस्ट जाँदो रहेछ। पानी चाहिँ अलिक सेलाइसक्यो, तातो पानीमा भयो। गाइस मैले भाँडा चम्काइसकेको छु है। भाँडाहरू चमक्क परेर चम्किसकेका छन् गाइस। अनि एउटा डिफेक्ट चाहिँ के आयो भन्दाखेरि यो वाला थाल चाहिँ ठिकै थियो है। यो वालामा चाहिँ हाम्रो यस्तो आयो क्या, लुक योमा चाहिँ व्हाइट बस्यो। आई थिङ्क यो मटेरियलको डिफेक्ट हो जस्तो पनि लाग्यो। सो अदरवाइज तपाईँहरू पनि ट्राई गर्न सक्नुहुन्छ। एकदमै राम्रो ह्याक छ है। तपाईँहरू ट्राई गरेर आफ्नो भाँडाहरू चम्काउन सक्नुहुन्छ। मैले जस्तै हाम्रो गाउँमा चाहिँ भैली यसरी खेल्छ है। बाजाहरू पनि आउँछ कि हाम्रो गाउँमा बजाउँछ। गाइस यो चाहिँ हाम्रो भैलीलाई दिने, यो हाम्रो फर्स्ट भैली हो नि त। यो थाली रेडी बनाएको मैले खासमा चाहिँ अलिकति राम्रो गरेर सुपोमा दिनुपर्ने हो। अनि अब हाम्रो गाउँको चलन हो। अब अर्को बोतल रहेन रहेछ, बिग मास्टरमा लोकल भरेर हामीले लैरहेको हो गाइस। मम्मी चाहिँ पैसा पनि थप्दै हुनुहुन्छ, 550 गाइस। यस्तो हुन्छ त्यहाँ। साथीहरू यो पालिको तिहारमा चाहिँ मैले पानीले दियो बाल्ने भनेर ट्राई गर्न लागेको है। यो पालिमा मैले धेरै नै ह्याकहरू टिकटकबाट सिकेको। यो पनि वान अफ द टिकटकै ह्याक हो गाइज। अनि पहिला चाहिँ मैले यो पालामा चाहिँ पानी भरेँ, अनि त्यसपछि चाहिँ अलिकति तेल हालेर थिक लेयरको तेल बनाएँ। अनि त्यसपछि यसमा चाहिँ अब बाती राख्यो भने चाहिँ मस्तले बल्छ भन्ने देखाएको थिएँ। लेट्स ट्राई है त गाइज। यो चाहिँ मैले बनाएको रङ्गोली हो है। अनि यसरी हामीले लक्ष्मी भित्रायौँ। अनि हामी यसरी भित्रै। अनि हाम्रो बाबु लक्ष्मीले पनि क्यान्डल बाल्दै हुनुहुन्छ गाइस। यो चाहिँ आजको हाम्रो फाइनल डेकोरेसन्स हो। अघि दिनभरिबाट मैले बनाएको डेकोरेसन्स चाहिँ हो गाइस। मेरो फाइनली लक्ष्मी पूजा सकिसकेको छ। मेरो लक्ष्मी पूजा यही हो। मेरो भाइहरूले यहाँ यस्तो हावा लाग्छ कि है। अनि त्यही भएको भएर हावा लागेर बत्ती बल्नै दिँदैन भने खै तिमीहरूले बालिरहेछौ। नबिगार है, नबिगार। खै देखाउ त। जस्तो भयो त दिदी हो फर्स्ट टाइम है यस्तो खतरा बनाएको। हो जहिले बिगार्नुहुँदै अझ छेप भाइते। अनि यो हाम्रो सानो गाउँ हो गाई। सबैजना लक्ष्मी पूजा गर्दैछ। योपालि चाहिँ मैले मेरो दाइ भाइहरूको लागि यो प्रिपेयर गरेको थिएँ है। अनि मेरो दाजुभाइहरू चाहिँ त्यहाँ बस्नुहुन्छ, अनि यहाँ बस्नुहुन्छ। यतापट्टि चाहिँ अलिक फुल पुगेन, त्यही हो गाइस। अनि यहाँबाट चाहिँ यस्तरी म टिका लगाउँ गाइस। उहाँहरू चाहिँ मेरो दाजुभाइहरू, मेरो माइतीहरू। अनि हामी टिका लगाउनको लागि अलमोस्ट अब हामी रेडी छौँ। गाइस म चाहिँ यो ओफर कोर्छु। अनि जुन मेरो भाइहरूलाई लाग्ने बुढी नजर छ, जुन राक्षसलाई चाहिँ एकले जम जिते अनि उसको आँखा फुटोस् भनेर म यो ओफर फोर्न गइरहेको छु है। मेरो माइतीहरूलाई हेर्ने जम जितेको आँखा फुटिजाओस् उसको किर्किरा। गाइस म चाहिँ अब भन्न गइरहेको छु, मेरो भाइ मेरो माइतीहरूलाई हेर्ने दुष्ट शैतानी शक्ति जम्म जितेको आँखा फुटिजाऊ। अनि हामी यस्तो गरेर यसको भित्रको पार्ट चाहिँ, अनि यसको चाहिँ यो भित्रको खाने चिज चाहिँ गाँझे चाहिँ हामी राख्छौँ ताकि माइतीलाई खुलाउनु पर्यो अरे। अनि यसलाई चाहिँ हामी फालिदिन्छौँ।
ढोकामा फोड्नु पर्ने एउटा सिरानमा अनि एउटा चाहिँ माइतीहरूको अगाडिबाटै देख्यो गाइस ह्यापी टियर गाइस आज चाहिँ हामीले यो सबै कलरहरू लगेर अनि हामीले घरमा चाहिँ धर्का हाल्न लगाएको यसो धर्का हाल्छ अरे अनि प्लस हामीले चाहिँ यो हामीले उ गर्न लगाएको हो क्या घर टिका पनि गर्न लगाएको अनि घरमा धर्का पनि हाल्न लगाएको आज टिका चाहिँ एकछिन पछि छ अरे अनि हामी चाहिँ राम्री भयौँ हामी कस्तो देखेको छौँ डु कमेन्ट गाइज है म जेठी अनि मेरो बहिनी कान्छी लेट्स गो गाइज यो सप्तरङ्गी कलरहरूले हामी चाहिँ यो घरमा घरको ढोकाको तल चाहिँ बनाउन लाग्यो यहाँबाट हाल त यस्तै यहाँबाट सरसर हाल थोरै गरेर हाल है अलिकति हो त्यस्तै अरे हामी चाहिँ धर्का हालिराखेको एकछिनमा टिका पनि हुन्छ माइतीहरूलाई हेर्ने दुख्छ है जङ्ग जिते भन्ने राक्षसको आँखा फुटिन्छ कानै रहेछ सबै म फाल्दिएँ है गाइस यस्तो हालत छ यहाँ दाइले सिकाउँदै हुनुहुन्छ मलाई लगाउँछ त लगाउनु पर्छ भन्नु किन लगाने कामको सफा गरेर आउनुपर्छ मेरो जेठा दाइले चाहिँ अब छाया मायाले दाइले टिका लगाइदिनुहुन्छ यो चाहिँ हाम्रो चलन हो पहिले चाहिँ हामीले दाजुभाइलाई लगाइदिन्छौँ गाइस अनि त्यसपछि दाजुभाइले हामीलाई लगाइदिनुहुन्छ तिनीहरू चाहिँ हाम्रो कान्छो भाइहरू अनि यता चाहिँ मेरो दाजुभाइहरू खाना खाँदैछन् गाइस अब चाहिँ हामी खान्छौँ